ओहो नि ट्राभल त निकै शङ्कास्पद पो लाग्यो त। रुम नम्बर 301। हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूमा बबेन गाहा युट्युब च्यानलको ब्लगमा। साथीहरू आज चाहिँ म जाँदैछु पोखरा टाइगर कपमा है त। अब टाइगर कपतिर लाग्दैछु, त्यहाँ यसो भिजिट, त्यस्तै गरी त्यहाँ चाहिँ अब त्यहाँको अवलोकन टक्क के कसो छ भनेर यसो चर्चा गर्नको लागि जाँदैछु है त। अनि बुढी चाहिँ यता के रे पर्दैन पर्दैन ल एकदम चाहिँ नानी चाहिँ यहाँ सिँगार पटार गर्दै थिएँ, मैले चाहिँ झ्याप्पै खिचिदिइहालेँ। अब चाहिँ म लाग्दैछु ल है त गाइज। म चाहिँ पोखरा महानगरपालिका टिकिसकेको छु। यहाँ चाहिँ पिसाब फेरेर अब हिँडेको। यहाँ चाहिँ यो यता काठमाडौँ जाने, यता पोखरा जाने है। यहाँ चाहिँ पिसाब बाटैमा तुरतुरे धारो, मायाले मन मात्रै बिगारो। ल है साथीहरू, हिमाल पनि देखियो है हिमाल। ल गाइज अझै थोरै समय लाग्छ है। पोखरा त साँच्चीकै नै पोखरा नै रहेछ। ओ माछा पुच्छ्रे त सगरमाथा। ल है त गाई। रुम नम्बर 301। टुङ 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 टुङ। है चुक्क लगाम ल है। टुङ 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 टुङ। कति वाटको बल्ब होला त। सिलिङ फ्यान पनि रहेछ है। यता पर्दा पनि राम्रोसँग लागेको छ कि लागेको छैन। ल है टुङ 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 टुङ। कतिको फोहोर रहेछ त। अनि आफूलाई एलर्जी आउँछ के गर्नु, सफाइ चाहियो। सिगानका चोइला चोइली टाँस्या छन् कि क्या हो, सुराटको ठुटा बाल्या छन् कि बाल्या छैनन्, आफूले केही खाइन्न, हेर्न त पर्यो गाइज। यस्ता यस्तै के रहेछ यो, अचम्मै पो छ त। के रहेछ यस्ता यस्ता के रहेछ, अचम्मै पो छ त। ओहो नि के रहेछ यस्ता यस्ती। ल है त ल है। यहाँ चाहिँ कीटनाशक औषधि हाल्नु पर्ने रहेछ है। यहाँ चाहिँ ब्याक्टेरियाहरू पनि रहेछन्। ल है त के होला यहाँ मुनि। ठिक छ, चप्पल पनि रहेछ। ल है त ल। यहाँ चाहिँ सिगानै दल जस्तो छन् है। हेर्नुहोस् त निकै नै जुम गरी गरी कीटाणुहरू देख्न सकिन्छ। ल है त मेरो एकदमै महँगो जुत्ता काढिसकेको छु। यसलाई चाहिँ चिठिक्क यतातिर राख्छु, यतातिर। ओके साथीहरू, म चाहिँ पोखरा आइपुगेको छु। अब पोखरा चाहिँ म कस्तो खालको रुममा बसेको छु त पोखरा, निकै नै शङ्कास्पद होटलमा बसेको छु। होनिबारै भोलि हुँदैछ गण्डकी प्रदेश र मलाई चाहिँ अलिक अर्कै देखिएको रहेछ। यो चाहिँ मैले अहिले जुगा काटेको छु कि माथिपट्टिको, त्यही भएर हल्का अर्कै टाइगर कपमा नयाँ लुक्समा पेट्रोल खर्च, खाजा खर्च, त्यहाँ चाहिँ मनी ब्याग छ, पेट्रोल खर्च, खाजा खर्च है। हुन्छ हुन्छ। भोलि चाहिँ यता फोन आएर डिस्टर्ब गर्यो फेरि, कसको होला यो फोन। ल है त भोलि चाहिँ
गण्डकी प्रदेश र भोलि चाहिँ गण्डकी प्रदेश र पर्वत जिल्ला बिचको खेल हुन गइरहेको छ। पर्वत भलिबल भनौँ न, निकै डेन्जर, डरलाग्दो हुँदैछ भोलि खेल। त्यस कारणले म पनि मनले नाइ भन्न सकिनँ। त्यस कारणले म पोखरा आइपुगेको छु। अब भोलि निकै नै अत्यन्तै डरलाग्दो, कहाली लाग्दो खेल हुँदैछ। भोलि पोखराको रङ्गशाला 6औं टाइगर कप। साथीहरू, भोलि मसँग भेट हुन र सबै साथीहरू भलाकुसारी गर्दै खेल रमाइलो तरिकाले हेर्नको लागि सबैजना भोलि पोखरा रङ्गशालामा आउनुहोला भन्न चाहन्छु। मेरो रुम चाहिँ हेर्नुहोस् न, यता हगी गर्ने ठाउँ यता छ। त्यस्तै गरी मेरो चिना हराएको ब्याग, मनी ब्याग यता छ। अरू सामानहरू यता छ, ज्याकेट साकेट त्यस्तै छ लथालिङ्गै। त्यहाँ टावेल छ। ओहो नि, टावेल त निकै शङ्कास्पद पो लाग्यो त। अब के पो होला त? ठिकै छ, राम्रै छ। मलाई चाहिँ एकदम राम्रो रुमाल यहाँ राखिदिनु भएको रहेछ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। ल यस्तै छ है। त्यस्तो केही त लाएन नि यहाँ। त्यस्तो केही त कसैले केही त गरेका छैनन्। सिरानी पनि ठिक छ। हुन्छ ल है। यो टावेल हुन्छ ल है। मेरो मनी ब्याग, मेरो एउटा पिन्टुक्रे पावर ब्याङ्क चार्ज भएको छ। यस्तै छ। यहाँ चाहिँ के पो होला त यहाँ? खाली रहेछ है। लगाइ चाहिँ त सबै चाहिँ गर्ने, सु गर्ने सबै यता छ। ल है त गाइज, अब हामी भोलि भेट्ने छौँ। टाइगर कपको माहौल तात्नेछ भोलि। ओहो नि, गण्डकीलाई चुनौती नै चुनौती भन्नुपर्छ है। त्यस्तै गरी पर्वतले पनि जित्नै पर्ने हुन्छ। ओहो नि बारै। ल है त, हामी भोलि भेट्ने बाचाको साथ आजलाई भने छुट्टिन चाहन्छु। म यही रुममा सुत्छु, यही बेडमा सुत्छु। अब भोलि तात्नेछ भन्दै आजलाई भने गुड नाइट, लभ यु अल, जय भलिबल।